हाम्रो चाहिँ यहाँको छाना हाल्ने काम पनि लगभग सकिन लागिसकेको छ। अनि यो भित्तामा देख्न सक्नुहुन्छ यो निलो खाले चाहिँ मिनी गटर हो, भित्तामा राखेको। यो पानी नचुइनको लागि चाहिँ तल फल्सिङहरू बिग्रिन नदिनको लागि चाहिँ बनाएको यो मिनी गटर हो। यतापट्टि यो क्रसमा चाहिँ बोर्ड सिमेन्ट बोर्ड टाइट गर्दै चाहिँ यहाँ बाहिर माथि जस्ता चाहिँ थोरै लगाउनु बाँकी छ। माथिबाट पनि यस्तो राम्रै देखेको छ, हुलासको जस्ता एक कसिराखेको छौँ यहाँ चाहिँ। अनि यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ रहेको छ मिनी गटर, एकदम भित्तामा चाहिँ यसरी ग्रिप गरेर ग्राउट गरेर भित्र दबाएर चाहिँ राखेको छौँ। यो रहेको छ 2 इन्चीको मिनी गटर हो। यो चाहिँ भित्तापट्टि साइडमा चाहिँ मजाले पानी चुहिए पनि तल नजाने तरिकाले चाहिँ राखेको छ। यो सबै भित्तामा चाहिँ उता पर पनि त्यतातिर पनि राखिसकेको छ यो गटरको लागि चाहिँ। अब जस्ता चाहिँ लगभग हाल्ने काम सकिसकेको छ, फाइनल भइसक्यो। हाम्रो चाहिँ यो मिनी कौसीमा एउटा सानो चुटुक्क परेको 11 बाई 11 को रुम बनाएर पनि काम फाइनल भइसकेको छ। अब यहाँ कलर लाउने काम चाहिँ यहीँ घरपेटीहरूकै काम भएर हामीले कलर चाहिँ गरेको छैनौँ। यसमा यहाँ तलबाट हेर्दा चाहिँ यतिको देखिएको छ भने म माथि गएर देखाउँछु है त। हाम्रो यहाँभित्र चाहिँ यसरी युपिभिसीको झ्यालहरू राखेको छ 2 साइडमा चाहिँ। अनि माथि चाहिँ प्लेन फल सिलिङ गरेर राखिसकेको छ। यो प्रिफाइब बोर्ड हो, यता देखिनुभएको यो बोर्ड चाहिँ सिमेन्ट बोर्डभन्दा धेरै राम्रो र बलियो पनि हुने भएकोले 2 इन्चीको प्रिफाइब बोर्ड राखेर बनाएको छ। यहाँ माथि चाहिँ हामीले फल सिलिङ डिजाइन गर्न पनि सकिन्छ, तर यहाँ चाहिँ हाइट अलिक कम हुन्छ कि भनेर प्लेन फल सिलिङ राखेको छौँ। सो यो यहाँबाट यसरी मजाले बाहिर भ्यूहरू पनि हेर्न सकिन्छ। एकदम चटक्क परेको रुम निस्केको छ। तपाईँहरूको पनि घरको कौसीमा यस्तै गरी रुम बनाउनु परेमा, ट्रस हाल्नु परेमा, अल्मुनियम युपिभिसी को झ्याल ढोका टफन ग्लास फल सिलिङको सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।